बीबीसी को डकुमेन्ट्री सर्ट लाइक एनिमिज हटाउन पत्रचार। निर्वाचन आयोगले गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन सम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्रचार गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको मुखमा यस्तो सामग्रीले शान्ति सुरक्षा र निर्वाचन आचार संहितामा प्रभाव पार्न सक्ने भन्दै आयोगले भिडियो हटाउन पहल थालेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बीबीसीको उक्त भिडियो रिपोर्ट हटाउन बिहीबार काउन्सिललाई पत्र पठाएको जानकारी दिएका छन्। बीबीसीले हालै सर्ट लाइक एनिमिज शीर्षकमा करिब 42 मिनेट लामो डकुमेन्ट्री सार्वजनिक गरेको थियो। अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित उक्त डकुमेन्ट्रीमा भदौ 23 र 24 को हिंसात्मक प्रदर्शन सुरक्षा निकायले गरेको अत्याधिक बल प्रयोग र त्यस क्रममा मृत्यु भएका 77 जनाको विषयमा विस्तृत अनुसन्धान गरिएको दावी गरिएको छ। रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द कुबेर खापुङले पिटर 1 नामक कल साइन प्रयोग गरी प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको दावी सहितको पुलिस रेडियो लग समेत सार्वजनिक गरिएको छ। डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द कुबेर खापुङलाई दोषी ठहर गर्ने कोसिस गरिएको छ। प्रहरीकै गोप्य स्रोतबाट उनले दिएको आदेश लिक गरिएको दावी गरे पनि यसलाई प्रहरी प्रवक्ताले भने अस्वीकार गरेका छन्। दर्शकबिन के भदौ 23 र 24 गतेको जेनजी आन्दोलनमा चन्द कुबेर खापुङले नै पिटर 1 नामक कल साइन गरी के गोली हान्न आदेश दिएका थिए त। यो भिडियो तपाईले सबै नेपाली दर्शक श्रोताहरूको माझ पुर्याइदिनु होला। बीबीसी को डकुमेन्ट्री भिडियो तपाईहरूले हेर्नु भएको छैन भने एक पटक 23 र 24 गतेको भिडियो तपाईहरूले पनि हेरिदिनु होला बीबीसी को च्यानलमा गएर।